यो घन्टे ग्याङलाई के गर्नु हो? लास्टमा समेत कल गर्न थाल्यो, कर लिन थाल्यो। म त छक्क पर्न थालेँ त हौ। हैत्तेरिका नेपाली जनताहरू उठ्ने बेला भयो। लास्टमा कर, तपाईँको ग्यासमा कर, बिजुलीमा कर, जेमा पनि करै कर, जग्गा पास कर, झन् धेरै पहिलाभन्दा झन् धेरै कर, यता कर, उता कर, उठ कर, सुत कर। होइन यो के हुन आँटो, के गर्न आँटो? यो नयाँ जेएनजी आन्दोलनकोबाट बनेको जगमा बनेको सरकार, बालेन सरकारले के गर्न खोजेको हौ यस्तो जनतालाई? मर्नु जनता, गरिब जनता, यो देशको निमुर्ख जनता। आजसम्म 2007 सालदेखि जनताकै निमित्त भनेर विभिन्न आन्दोलनहरू भयो, त्यसमा विभिन्न परिवर्तनहरू आयो। तर आज आएर 83 वर्ष पछाडि पनि फेरि जनतालाई झन् गरिब जनतामाथि झन् गरिबी थुपार्ने, दुःख दिने यस्तो पनि हुन्छ? अब नेपाली जनता उठ्नुपर्छ, जाग्नुपर्छ। अब यसरी सुतेर हुँदैन। अब हामीले भोट परिवर्तन गर्नुपर्छ, देश परिवर्तन गर्नुपर्छ, देशलाई समृद्ध बनाउनुपर्छ। यी फटा चोरको खन्तीहरूले गर्दा देश गरिब भएको। आज जेएनजीको आन्दोलन भएर, आज जेएनजीको नामबाट आज म देशमा समृद्ध बनाउँछु भनेर आयो। तर आज जनतालाई झन् त्यही गरिब जनताहरूलाई योभन्दा अगाडिको राजनीतिक दलले जति शोषे दमन गरे, पीडित बनाए, त्योभन्दा झन् पीडित आज बनाइरहेको छ। त्यसैले गर्दा आदरणीय बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरू, अब हामी उठ्नुपर्छ, जुट्नुपर्छ। हामी समाजभन्दा, हाम्रो संस्कृतिभन्दा अगाडि बढ्नुपर्छ। अब कुनै धर्म, संस्कार, संस्कृति हेर्नु हुँदैन। यो जात, त्यो जात, यो धर्म, त्यो धर्म कुनै पनि नहेरिकन अब देश विकास गर्ने मान्छेलाई चुन्नुपर्छ, देशलाई माया गर्ने मान्छेलाई चुन्नुपर्छ। त्यसैले गर्दा आदरणीय बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरू, अब हामी यसरी सुतेर बस्ने होइन। अब जाग्नुपर्छ, राजनीतिक कुरा बुझ्नुपर्छ। अब देश बनाउने हर्क साम्पाङलाई साथ दिनुपर्छ, अनि मात्रै हामी अगाडि बढ्न सकिन्छ।